जीवन र विचारका माझ राममणि थपलिया। समाजमा ती मानिसको चर्चा हुन्छ जो सामाजिक विकासका लागि तन, मन र वचनले निरन्तर काम गर्छन्। सामाजिक विकासका लागि रातदिन काम गर्ने व्यक्तिको चर्चा उसप्रतिको सामाजिक सद्भाव र प्रोत्साहन पनि हो। जागिरका लागि पढ्नेहरू विश्वविद्यालयले दिएको घोकन्ते प्रमाणपत्र भिरेर सरकारी जागिरका लागि भौतारी रहन्छन्। तर शैक्षिक अध्ययनसहित सामाजिक भावना बोकेका एकाध मानिसहरू हुन्छन् जो सुख शैलभन्दा टाढै रहेर समाज र राष्ट्रका लागि केही गरौँ भन्ने भावना लिएर अगाडि बढ्छन्। तिनै मध्येका एक हुन् राममणि थपलिया। समाजमा त्यस्ता मानिस कमै हुन्छन् जो अधिकांश क्षेत्रको अनुभव बोटलेका हुन्। गहन अध्ययन, निरन्तर साधना र राष्ट्रप्रतिको अटुट चिन्तन गर्ने मानिसले भने विभिन्न क्षेत्रबारे ज्ञान हासिल गरेका हुन्छन्। यस्ता प्रकृतिका मानिसको समाजमा धेरै सम्पर्क पनि स्थापित भइरहेको हुन्छ। नजिकबाट चिन्नेहरू राममणि थपलियालाई सच्चा सामाजिक कार्यकर्ताको उदाहरण मान्छन्। एउटा लगनशील र सबै समाजसँग चाहिँ घुलमिल गर्न सक्ने र एउटा अनुशासित व्यक्ति हो सानैदेखि थाहा पाउँदासम्म। र अहिलेसम्म पनि त्यो अवस्थाबाट विचलित भएको चाहिँ मैले पाएको छैन। यहाँबाट एसएलसी पास गरेर चाहिँ काठमाडौँतिर चाहिँ पढ्न चाहिँ पसेँ। अनि त्यसपछि पढाइको सिलसिलालाई लिएर एउटा सामाजिक त्यही काठमाडौँभित्र पनि सामाजिक हिसाबले अगाडि बढिरहेको चाहिँ मैले थाहा पाएको छु। र यहाँ एउटा हाम्रो चाहिँ कृषि सहकारी चाहिँ छ। त्यो कृषि सहकारीको लागि पनि यसलाई एउटा अर्ग्यानिकको रूपमा चाहिँ लैजान राम्रो हुन्छ भन्ने हिसाबले साना कार्यक्रमहरू पनि चाहिँ राममणिजीबाट चाहिँ यहाँ सुरुवात भएको थियो। मैले त अहिले तपाईँहरूले सोधेर मात्रै पनि होइन, मैले राममणिजीलाई चाहिँ के पनि भन्ने गरेको छु भनेदेखि अब पढे लेखे मान्छे नवयुवकहरूले एउटा मुलुकको जिम्मेवारी बोध गरेर मुलुकको निम्ति चाहिँ हामी जहिले पनि विकास भएन भनेर चाहिँ आतुर गर्छौँ होइन। अब पढे लेखेका मान्छेहरूले यो विषयमा चाहिँ ध्यान दिएर अगाडि बढ्नुपर्छ भन्ने चाहिँ म बारम्बार चाहिँ भनि पनि राखेको छु। र बेला मौकामा चाहिँ हामीलाई आएर चाहिँ दिने सल्लाह सुझावहरू हामीले यहाँ भइरहेको जुन पूर्वाधारहरू हाम्रो यहाँ तयार भइरहेको छ त्यसमा पनि बेला मौकामा आएर सुझाव सल्लाह चाहिँ दिनुहुन्छ। राममणि थपलियाको जन्म पिता होमराज थपलिया र माता पवित्रा देवी थपलियाको कोखबाट विक्रम सम्वत 2027 साल चैत्र 10 गते धादिङ जिल्लाको बेनीघाट गाउँ विकास समिति वडा नम्बर 7 चरौदीमा भएको हो। घर परिवारबाट राम्रो शैक्षिक वातावरण पाएका थपलियाले प्राथमिक एवं उच्च शिक्षा सहज ढङ्गबाट आर्जन गर्न पाउनुभयो। सबैसँग मिलनसार है, पढ्नमा पनि उहाँ एकदम तेज हुनुहुन्थ्यो होइन। विष्णु प्रसाद शरण भन्ने लगभग यो चाहिँ चन्द्रोदय हाई स्कुलमा उहाँ 18-20 वर्ष कति पढाउनु भयो है। उहाँ पनि उहाँकै घरमा बस्नुहुन्थ्यो। उहाँले चाहिँ हामीलाई पनि एउटा चाहिँ पढ्नुपर्छ, केही देश र यो चाहिँ गाउँको लागि केही गर्नुपर्छ भन्ने चाहिँ उहाँबाट चाहिँ हामीले त्यस्तो सजेसन पनि पाएको थियौँ है। 57-58 सालमा चाहिँ एउटा चाहिँ अर्ग्यानिक खेती सम्बन्धी एउटा प्रोग्राम पनि लिइरहनु भएको उहाँले है। र यो सहकारी मार्फत उहाँले चाहिँ यो चाहिँ 2-3 वार्डमा चाहिँ अर्ग्यानिक खेती सञ्चालन गर्ने भनेर सुरुवात गर्नुभयो। जीवनमा घटना परिघटनाहरू धेरै हुन्छन्, तर कुनै घटना सधैँका लागि स्मरणीय हुन्छन्। थपलिया आफ्नो बाल्यकालको एक घटनालाई यसरी सम्झनुहुन्छ। म बिमारी परेर 2-3 दिन स्कुल गएको थिइनँ। म धेरै चकचक गर्ने र म भर्याङबाट लड्ला भनेर मेरो आमाले मलाई स्कुल जान प्रेरित गर्नुभयो र म स्कुल गएँ। तेस्रो चौथो दिनमा बिमारी परेको र म स्कुलको भर्याङबाटै लडेर मेरो चाहिँ हात भाँचियो। थपलियाको खुबीबारे त्यति बेलाका शिक्षकहरूबीच पनि खुबै चर्चा हुने गर्दथ्यो। स्कुल जीवनका शिक्षकहरू थपलियाको स्कुले जीवन यसरी स्मरण गर्छन्। उहाँको आनी बानी सानैदेखि शिर स्वभाव उहाँको साह्रै नै राम्रो। उहाँ चाहिँ नि खासै भन्ने हो भने विद्यार्थी मध्येमा चाहिँ साह्रै अनुशासित विद्यार्थीमा
गरिन्थ्यो। तैपनि अब उहाँ यहाँ सेन्टर भएर जाँदाखेरि उहाँको चाहिँ नामहरू फलानु रामबडी थपलिया राम्रै विद्यार्थी हो, उहाँले यही शिशुलाई पढुन्जेल राम्रै किसिमको भने चरित्र लिएर जानुभयो भन्ने कुरो हामीले चाहिँ अनुभव गरिरहेका छौँ। अहिले पनि उहाँको नामहरू आइ नै रहन्छ। हाम्रो शैक्षिक अवस्था भौतिक अवस्था त्यस्ताका हाम्रो कमजोरी थियो भन्नुपर्छ र त्यस्तो अवस्थामा पनि उहाँ आफू एउटा पढाइपट्टि मेहनती हुनुहुन्थ्यो, प्रगतिशील हुनुहुन्थ्यो भन्ने कुरो। अब यद्यपि उहाँ त्यस्ताका म आफू उहाँको क्लासमेट नभए तापनि मैले पछि उहाँको स्टडी गर्दा थाहा पाएको जानकारी भएको छ। उहाँ बडो मिजासिलो लगनशील, पढाइमा चाहिँ बडो दत्तचित्त राख्नुहुन्थ्यो। सबै साथीसँग अति मिलनसार हुन्थ्यो। पढाइमा चाहिँ बडो दत्तचित्त के। उहाँका स्कुले सहपाठीहरू आफ्नो स्कुले जीवनमा उहाँ सहयोगी र मिलनसार भएको स्मरण गर्छन्। सानैदेखिको मिलनसारपन र निरन्तर लगनशीलता देखेर साथीहरू थपलियाले भविष्यमा केही गर्ने आकलन गर्दथे। अब हामी क्लासमा चाहिँ अलिक साना केटाकेटीमा हामी अलिक कान्छामा थियौँ, मिल्ने साना 2-3जनामा मध्येमा हामी एकदम साना चाहिँ केटाहरूमा चाहिँ हामी क्लासमा थियौँ। अनि हाम्रो चाहिँ मेरो चाहिँ अलिक मिल्ने साथी पनि उहाँ, अनि उहाँको मिल्ने साथी पनि म थिएँ। 4 क्लासदेखिबाट सँगै पढ्यौँ र कलेज लेभलमा जाँदाखेरि चाहिँ हाम्रो कलेज छुट्टै थियो, तर हामी कम्बाइन स्टडी गर्थ्यौँ त्यो बेला पनि। रामबडी थपलिया मेरो बचपनदेखिको साथी हो। हामीले सँगै खेलेर सँगै पढेर हुर्केका हौँ र हामीले स्कुल जीवन पनि सँगै पार गरेका हौँ। बचपनदेखि नै रामबडी थपलिया एकदम मेहनती मान्छे हो र आफ्नो कामप्रति आफ्नो दायित्वप्रति एकदम लगनशील भएर र इमान्दार साथ लाग्ने मान्छे हो र अलिकता कहिले कसै मलाई के लाग्थ्यो भने थोरै मुड्डी थोरै जिद्दी पाराको, तैपनि हाम्रो बिचको सम्बन्ध धेरै राम्रो थियो र एउटा असल नागरिकको रूपमा र समाजलाई केही गरौँ भन्ने सोच लिएको व्यक्तिको रूपमा म चिन्दछु। जहिले पनि हामी त्यो एउटा क्लासमा चाहिँ लिडर ग्रुप लिडर सबैजनासँग मिल्ने र अनि त्यसपछि ल यसो गरौँ भनेर कहिलेकाहीँ ग्रुपलाई अलि अगाडि बढाउने एउटा चाहिँ चाहिन्छ नि डाइनामिक। सानैदेखि त्यो खेल्दा अथवा चाहिँ नि हुन्छ नि त्यो पढ्दा अथवा केही चाहिँ त्यो सानो बच्चापनको अब अलिकति हामी ग्रामीण परिवेशमा हुर्किएको मान्छेहरू होइन, हामीमा चाहिँ त्यो बढी भनौँ न बढी थियो। सानोमा चाहिँ पहिलो कुरो के हुँदो रहेछ भने धेरै ठुलो भिजन राखेर हामीले सायद काम गरेका थिएनौँ होला, कुरा गरेका थिएनौँ होला, यस्तै बन्ला यस्तै गरौँला यही होला भन्ने त हुँदैन थियो होइन। तर के हो भनेदेखि अहिले आउँदाखेरि अहिले चाहिँ विगतलाई भनौँ न एउटा सम्झेर हेर्दाखेरि चाहिँ सायद उसको चाहिँ त्यो बाल्यकालदेखिकै क्वालिटीले चाहिँ उसलाई चाहिँ अलिकति अहिलेको कन्डिसनमा ल्याउनलाई चाहिँ सक्सेसफुल बनाउनलाई चाहिँ मद्दत गरेको हो कि जस्तो लाग्छ। सामाजिक सेवाबाटै परिवर्तन र विकास सम्भव छ भन्ने राममणि थपलियाको विचारलाई उहाँका परिवारले पनि बुझिसकेका छन्। सुरुवातमा शिक्षा दीक्षा हासिल गर्न भौतिक सम्पन्नता प्रतिष्ठाका लागि हो भन्ने आम धारणा अनुरूप थपलियालाई राम्रो जागिर खान सुझाव दिने यो परिवारले छोराको सामाजिक विकासको कामबाट प्रभावित भएर आफ्ना धारणा परिवर्तन गरेका छन्। धनभन्दा पनि सेवा ठुलो हो भन्ने निष्कर्षमा यो परिवार पुगेको छ। अब अलिकति पढे लेखेको परिवारको अलिकति जिम्मा लिएर चाहिँ उसले समेटेर अहिलेसम्म भोलिको कुरा के कसो हुन्छ होइन, परिवारमा सबैलाई रेखदेख पनि गरिराखेको छ। आफ्नो एउटा कामको सिलसिलामा पनि लगनशील छ, एउटा व्यस्ततामा जुटिराखेको छ होइन, भइराखेको छ। त्यसै कारणले अहिलेसम्म चाहिँ गर्दा ठिकै छ, राम्रै भइरहेछ र म सन्तुष्टि नै छु। अनुहार हेर्दै म त्यो छोरादेखि म खुसी थिएँ। के गर्छ होला यो छोराले भोलि भन्दै म देशको लागि गर्छु भन्छ, के गरे हो मैले बुझ्न पनि सकेको छैन। म देशको लागि काम गरे भनेछ, विदेशको आठामा नि बस्दैन, म नेपालमा काम गरे भनेर फर्किन्छ, मलाई केही थाहा छैन। सामाजिक विकासको काममा लागेका थपलियाको कामप्रति उहाँकी श्रीमती पनि सन्तुष्ट हुनुहुन्छ। उहाँ अब विगत 13-14 वर्षदेखि सामाजिक क्षेत्र अनि यस्तो वातावरण क्षेत्रमा लागि पर्नु भएको व्यक्ति, अनि उहाँ विभिन्न अन्तर्राष्ट्रिय राष्ट्रिय सङ्घ संस्थासँग आबद्ध हुनुहुन्छ। मलाई मेरो विचारमा लाग्छ त्यस सम्बन्धी केही गर्न सक्नुहुन्छ कि जस्तो लाग्छ।
व्यक्तिवादी र स्वार्थी बन्दै गएको समाजमा समाजका सदस्यबीच उत्तरदायित्वको भावना जागृत गराउन सक्नु सबैभन्दा ठूलो कुरा हो। यसका लागि युवाहरूको महत्त्वपूर्ण भूमिका रहन्छ। समाजका प्रत्येक सदस्यको भूमिकाबाट सामाजिक परिवर्तनको खाका तयार हुने भएकाले समाज विकासका लागि प्रत्येक सदस्यको धारणामा परिवर्तन ल्याउन सक्नुपर्ने उहाँको ठम्याइ छ। जीवनमा कडा परिश्रम गर्नुपर्छ। कडा परिश्रमले नै जीवन बनाउन सक्छ। जीवनमा धेरै सङ्घर्षहरू गर्नुपर्ने पनि हुँदो रहेछ। जीवन उकाली ओह्राली एउटा दुःखको एउटा त्यो चौतारी रहेछ। तर पनि म के भन्छु भने एउटा सेल्फ पर्सिस्टेन्ट, कन्फिडेन्ट, पोजिटिभ एटिच्युड जीवनका लागि महत्त्वपूर्ण कुराहरू हुन्। र यति मात्रै होइन, जीवनलाई जीवन जस्तो बनाउनका लागि यसको साथसाथै एउटा साउन्ड हेल्थ कन्डिसन, साउन्ड इकोनोमिक कन्डिसन, एजुकेसन र अपर्च्युनिटी पनि जीवनको लागि आवश्यक हुँदो रहेछ। पृथ्वी राजमार्गमा दिनहुँ जस्तो सडक दुर्घटना हुने गर्दछ। राजमार्ग आसपासका जिल्ला र राजमार्ग हुँदै उपचारका लागि काठमाडौँ ल्याउँदै गर्दा कतिपयले बाटोमै ज्यान गुमाउनु पर्ने समस्या विकराल बन्दै गएपछि उहाँले त्यस्ता बिरामीले अकालमै ज्यान गुमाउन नपरोस् भनेर एक परियोजना पनि तयार पार्नु भएको छ। यसका लागि उहाँले पृथ्वी राजमार्गको 9 मुगलिन सडक खण्डको चरौदीमा 75 शैय्याको राजमार्ग अस्पताल निर्माणका लागि एक्लो प्रयासमा विस्तृत सम्भाव्यता अध्ययन समेत गराइसक्नु भएको छ। उक्त प्रस्तावित अस्पताललाई डाक्टर उपेन्द्र प्रसाद देवकोटा र डाक्टर दामोदर प्रसाद पोखरेलले भिजिटिङ कन्सल्ट्यान्टको रूपमा काम गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ। प्रस्तावित क्षेत्रमा हाल सामुदायिक अस्पतालहरू निर्माण भएका छन्, जसले केही हदसम्म राहत प्रदान गरे पनि अस्पतालको अपरिहार्यता भने अझै खड्किएकै छ। यसमा सरकार लगायत सरकारवालाहरूको ध्यान पुगे यात्रु एवं राजमार्ग क्षेत्रका समुदाय लाभान्वित हुने देखिन्छ। उहाँले धादिङमा एउटा हस्पिटल खोल्नेको लागि सम्भाव्यता अध्ययन गर्नको लागि मलाई उहाँले जुन टाइममा एप्रोच गर्नुभयो त्यस समय मैले एउटा अर्को पनि हस्पिटलको लागि अध्ययन गर्दै थिएँ। धादिङकै जिल्लाको र धादिङसँग जोडिएको जिल्लाहरूको बिरामीहरू पनि काठमाडौँ आएर ट्रिटमेन्ट गर्नुपर्ने अवस्था नहोस्। बिचैमा यहाँ काठमाडौँ धेरै खर्चालो ठाउँ पनि हो र दुर्घटना पनि बढी हुने, त्यो बाटोमा दुर्घटना पनि बढी हुने ठाउँ भएको हुनाले काठमाडौँ आइरहनुभन्दा पहिले नै बिरामीले ट्रिटमेन्ट गर्न सक्यो भने सर्भाइभलको बढी हुने भएको हुनाले त्यो आधारमा हामीले त्यो अध्ययन गऱ्यौँ। दोस्रो पार्ट चाहिँ हामीले त्यसमा के अध्ययन गऱ्यौँ भनेर अब स्पेसलिस्ट डक्टरहरू काठमाडौँबाट धेरै टाढा जानु पनि त्यतिको नचाहने भएको हुनाले काठमाडौँको स्पेसलिस्ट डाक्टरहरू हप्तामा टाइम मिलाएर सेड्युल मिलाएर चाहिँ त्यहाँ चाहिँ जाँच्ने र यो किसिमको व्यवस्थाको गरेर हामीले त्यो अध्ययन गऱ्यौँ। कन्सेप्टको रूपमा हाइवेमा चरौँती ठाउँमा चाहिने हस्पिटल आउनु, यो हाइवेमा हुने दुर्घटनाको कारण पूर्व मेचीदेखि पश्चिम महाकालीबाट आउने जुन छ र त्यो एरिया अलिकति एक्सिडेन्टल प्रोन एरिया पनि भएको हुनाले र धादिङको चाहिने जनताको साथसाथै यो एक्सिडेन्टल केसहरूको लागि पनि ट्रिट गर्नको लागि राम्रो प्रोजेक्ट थियो। अब हालसम्म आइ नसकेको भए पनि तर चाहिँ भविष्यमा पनि आउनुको लागि उपयुक्त ठाउँको हिसाबले हामीले त्यो अध्ययन गऱ्यौँ। सन् 2002 को पृथ्वी शिखर सम्मेलन, जसलाई दिगो विकासका लागि विश्व सम्मेलन पनि भनिन्छ, जहाँ विभिन्न मुलुकहरूले आफ्ना राष्ट्रिय दिगो विकासका मुद्दाहरूलाई प्रस्तुत गर्ने गर्छन्, त्यसमा नेपालले उठाउनु पर्ने मुद्दाबारे थपलियाले विभिन्न क्षेत्रको धारणा सर्वेक्षण गरी सरकार समक्ष प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। सर्वेक्षणमा नेपालको सरकारी, गैर सरकारी, निजी क्षेत्रको धारणा समावेश गरिएको थियो। उहाँले नेपालको वन सम्पदा, प्राकृतिक स्रोत, जैविक विविधता लगायतका दिगो विकासका मुद्दालाई निरन्तरता दिँदै आउनु भएको छ। यस क्रममा उहाँले मुलुकका विभिन्न ठाउँमा वातावरणीय सरसफाई, प्राकृतिक स्रोत संरक्षण सम्बन्धी जनचेतना तथा अभिमुखीकरण कार्यक्रमहरू सञ्चालन गर्नुभयो। उहाँका एक सहकर्मी थपलियाले चलाएको वातावरण संरक्षण अभियानले जनता वातावरण प्रति सचेत र जागरुक बनाएको बताउनुहुन्छ। राममणिजी आजभन्दा करिब 8-10 वर्ष अगाडिदेखि उहाँको मेरो चिनजान भएको टुरिज्म बोर्डमा एउटा चाहिँ प्रोग्राम थियो होइन। त्यो प्रोग्राममा
हामी दुईजनाको भेट भयो पहिलोचोटि हाम्रो भेट त्यहाँ भयो अनि मलाई उहाँको जुन त्यो बोर्ड र चाहिँ स्ट्राइकिङ जुन प्रोजेक्ट थियो उसमा के अरे एयरपोर्टमा त्यो एयरपोर्टको चाहिँ बोर्ड स्ट्राइकिङ प्रोजेक्ट मलाई एकदम इन्ट्रेस्टिङ लाग्यो म किन कन्जर्भेसनमा काम गरेको मान्छे त्यहाँ त्यही कन्जर्भेसनको इस्युहरूमा हामी चाहिँ भेटघाट भयो र अहिले उहाँले बागमती अब हाम्रो चाहिँ पनि बागमतीको कुराहरू छ बागमती एक्सन प्लान हामीले तयार पारेछौँ सरकारको लागि हामीले तयार पारिसकेका छौँ त्यो एउटा पाटो हो कि त्यो त्यहाँ फोहोर भएको हुनाले बोर्डहरू आयो फोहोर भएको हुनाले चाहिँ त्यो बागमती फोहोर भएको बोर्डहरू त्यहाँ चाहिँ बढी थुप्रियो त्यो बोर्डको चाहिँ एउटा फुड चेन्ज भन्छ नि त्यही हिसाबले उहाँको चाहिँ स्टडी भइरहेको हुनाले मलाई एउटा इन्ट्रेस्टको विषय भयो त्यही चाहिँ कन्जर्भेसनको अथवा वातावरणसँग रिलेटेड पत्रकारितामा उहाँलाई देखिरहेको हुनाले मलाई त्यसो उहाँलाई चिन्छु एकदम मिलनसार भयो सफ्ट बोलीहरू होइन एक आपसमा राम्रोसँग रेस्पेक्ट गरेर बोल्ने एउटा जुन उहाँको स्वभाव छ त्यसले पनि मलाई प्रभावित गर्यो उहाँले सन् 2005मा ग्रिसमा सम्पन्न 27औं इन्टरनेसनल वर्ल्ड स्ट्राइक कमिटी मिटिङमा कार्यपत्र प्रस्तुत गर्दै नेपालको विमानस्थलको चराजन्य समस्या र व्यवस्थापन सम्बन्धी मुद्दामाथि अन्तर्राष्ट्रिय निकायको ध्यान आकर्षण गराउनु भएको थियो। यसरी नै उहाँले सन् 2007मा इटलीको विमानस्थलमा चराजन्य समस्या र व्यवस्थापन सम्बन्धी क्षमता अभिवृद्धि तालिम लिनुभएको थियो। यसै सिलसिलामा सन् 2007मा नै उहाँले अमेरिका, क्यानाडा, मेक्सिको, नेदरल्यान्ड्स, जर्मनी, इजरायल, सिङ्गापुर, चीन, भारत र नेपालमा सरकारवालाहरूको बैठकको आयोजना गर्नुभयो। उहाँले नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थलमा चराजन्य समस्याको व्यवस्थापन सम्बन्धी प्रशिक्षण सञ्चालन गर्नुभएको थियो। बर्ड स्ट्राइक म्यानेजमेन्ट भनेको एक्सन अफ एयरक्राफ्ट कोलिसन्स विथ बर्ड्स त्यो चरासँग त्यो हवाईजहाजको चाहिँ जुन ठक्कर खाने जुन एउटा एक्सन हुन्छ त्यसलाई बर्ड स्ट्राइक भनेर परिभाषित गरेको छ। एउटा हवाईजहाज र त्यसभित्र बस्ने एउटा प्यासेन्जरको सेफ्टीको लागि यो संसारको कुनै पनि व्यक्ति हुनसक्छ र नेपालको एयरपोर्टमा चराजन्य समस्या छ अरे त्यहाँ हवाईजहाज र चराबीच ठक्कर हुनसक्ने यस्तो खालको सम्भावना छ अरे भनिसकेपछि हाम्रो पर्यटकहरू पनि अधिकांश तपाईँको हवाईजहाजबाट नै आउने हुँदाखेरि भोलि पर्यटक घट्न सक्ने स्थिति पनि हुनसक्छ र एउटा जहाज कुनै कथम कदाचित दुर्घटना भयो त्यो विमानस्थल क्षेत्रमा भने त्यो तपाईँको क्षेत्र नै तपाईँको आग लागि हुन सक्ने स्थिति हुन्छ। हामी एउटा विज्ञको हिसाबले कसरी हेर्छौँ भने ठुलो दुर्घटना हुनुभन्दा अगाडि नै यस्ता खालको सम्भावनाहरूलाई न्यूनीकरण गर्नुपर्छ। थपलियाले क्षमता विकास विशेषज्ञहरूको संस्था क्यापासिटी बिल्डिङ इन्टरनेसनल नेटवर्कबाट सन् 2008मा पिपुल्स रिपब्लिक अफ चाइना र एसिया पेसिफिक सिइओ एसोसिएसन एपीको नामक अन्तर्राष्ट्रिय संगठनको निमन्त्रणामा 8औं इन्टरनेसनल कोअपरेसन समिटमा नेपालको प्रतिनिधित्व गर्नुभएको थियो। सम्मेलनमा उहाँले नेपालको समग्र विकास नीतिका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी दिनुभएको थियो। त्यस्तै सन् 2008मा नै पिपुल्स रिपब्लिक अफ चाइना र इन्टरनेसनल आउटसोर्सिङ सेन्टर आइओसी को आयोजनामा भएको ग्लोबल आउटसोर्सिङ समिटमा पनि उहाँले भाग लिनुभयो। समिटमा उहाँले नेपालमा जल ऊर्जाको सम्भाव्यता प्रचुर रहेको उल्लेख गर्दै ग्लोबल पार्टनरसिपको आधारमा नेपालको जलस्रोतमा लगानी गर्न अन्तर्राष्ट्रिय संस्थाहरूसँग प्रस्ताव राख्नुभयो। यी समिटहरूमा थपलियाले नेपाल च्याप्टरको सदस्यताका लागि प्रस्ताव राख्नु भएको थियो। झण्डै 4 महिनापछि एपीको र आइओसीले मार्च 2 सन् 2009मा थपलियालाई 5 वर्षका लागि च्याप्टरको संस्थापक अध्यक्षमा मनोनयन गर्यो। च्याप्टरले नेपालको आर्थिक सामाजिक विकासका लागि टेवा पुर्याउने लक्ष्य लिएको छ। यो संस्थामा म अहिले नेपालमा नेपाल च्याप्टर इस्टाब्लिसमेन्ट गर्नको लागि मलाई चाहिँ जिम्मेवारीहरू दिएको छ र यो नेपालको लागि नेपालमा लगानी भित्राउनको लागि नेपालमा उद्यमी विकास गर्नको लागि र स्वरोजगार प्रवर्धन गर्नको लागि यो दुईटा प्लेटफर्मको नेपालमा धेरै ठुलो महत्त्वपूर्ण भूमिका हुन सक्छ भनेर म यसमा चाहिँ अहिले लागिराखेको छु।
हामी यही टिमभित्र नै बसेर र यही टिम मेम्बरहरूबाट हामी आफू पनि नेपालमा ऊर्जाको विकासको लागि चाहिँ जुट्नुपर्छ भनेर हामी आफै पनि हाइड्रो पावर सेक्टरमा पनि काम गर्दैछौँ। 2052 सालमा माध्यमिक शिक्षा विकासका लागि विद्यालय निरीक्षकहरूको भूमिका सम्बन्धी शोधकर्ताको रूपमा सामाजिक विकास क्षेत्रमा प्रवेश गरेका थपलियाले विकासका अभिन्न पाटोहरूसँग वर्षौं बिताउनु भएको छ। उहाँसँग जनसङ्ख्या, वन व्यवस्थापन एवं वातावरण संरक्षण, जैविक कृषि प्रवर्धन, पर्यापर्यटन, हरित ऊर्जा प्रवर्धन, स्वास्थ्य एवं HIV एड्स, कानुनी साक्षरता एवं शिक्षा, शहरीकरण व्यवस्थापन, असल सुशासन एवं अधिकार संरक्षण यी सबै क्षेत्रको अनुभव छ। उहाँले पेशागत रूपमा शोधकर्ता, वातावरण पत्रकारिता, स्रोत व्यक्ति एवं व्यवस्थापकीय भूमिका समेत निर्वाह गरिसक्नु भएको छ। विश्वको टाउको दुखाइ बनेको जलवायु परिवर्तनलाई हाम्रो जस्तो हिमाली र भूपरिवेष्टित मुलुकले बजेट विनियोजनमा ध्यान नपुर्याएको प्रति उहाँ चिन्तित हुनुहुन्छ। उहाँ अझै पनि विकास, वातावरण र पर्यटन सम्बन्धी पुस्तक लेखन एवं पत्रकारितामा क्रियाशील हुनुहुन्छ। म पहिलो भेटघाटमै उहाँबाट प्रभावित भएँ। उहाँ आफ्नो कुरा राम्रोसँग राख्न सक्ने र एउटा मुलुकको लागि के गरौँ भन्ने भावना भएको हुनाले मैले उहाँसँग पहिलो भेटमै फेरि पछि भेटौँ भने उहाँ पछि सम्पर्कमा आउनुभयो र उहाँले हामीसँग बसेर अनुसन्धान, सामाजिक कामहरू अनि शिक्षा सम्बन्धी कामहरू गर्नुभयो। त्यसले एउटा राम्रै प्रभाव परेको छ। एउटा कुरा त के छ भने मानिससँग आफूसँग एउटा एप्टिच्युड हुन्छ, एउटा इनहेरेन्ट क्वालिटी हुन्छ। त्यही अनुसारको मान्छेले काम गर्यो भनेदेखि त्यसमा उसले सफलता पनि हासिल गर्छ। हामीले जे अन्दाज गरेका थियौँ राममणिजीसित त्यो अन्दाजमा उहाँले निरन्तर यतिका समयसम्म सामाजिक एउटा परिवेशमा सोसियल मोबिलाइजेसनमा राम्रो काम गर्नुभयो र अहिले पनि महत्त्वपूर्ण अन्तर्राष्ट्रिय संस्थाहरूसित आबद्ध भएर नेपाल च्याप्टरको काम गरेको देख्दा मलाई बडो खुसी लाग्यो। र उहाँसँग राज्यले उपभोग गर्ने, उहाँसँग राज्यले लिने धेरै थुप्रै कुराहरू छन्। सामाजिक मोबिलाइजेसनका कुरा, सामाजिक सम्पर्कका कुरा, सामाजिक उत्थानका कुरा, राष्ट्रिय अन्तर्राष्ट्रिय सम्पर्कका कुरा, यस्ता कुरामा उहाँसँग भएको एउटा भाषा, शैली, सोच मुलुकको लागि अत्यन्त उपयोगी हुन्छ। मुलुकले उहाँको प्रयोग गर्नुपर्छ र उहाँसँग भएको क्षमतालाई राम्रोसँग प्रोडक्टिभ ढङ्गमा युटिलाइज गर्नुपर्छ र उहाँले आगामी दिनका निम्ति नेपालका तल्लो वर्गदेखि लिएर माथिल्ला वर्गसँग एउटा संयोजन गरेर मुलुकको निम्ति एउटा प्रोडक्टिभ सेक्टरसित सामाजिक ट्रान्सफर्मेसनलाई प्रोडक्टिभ सेक्टरमा कसरी ट्रान्सफर्म गर्न सकिन्छ भन्ने कुरामा लाग्नुभयो भने मुलुकले अझ फाइदा लिन्छ भन्ने मलाई लागेको छ। प्रत्येक मानिसको जीवन र विचार फरक फरक हुन्छन्। राममणि थपलियासँग समाज विकासका कार्यकर्ताको रूपमा जीवनका अनेक पाटाको अनुभव छ। उहाँ जीवनमा आफूले गरेका कामको विवेचना गर्दै आफ्नो अभियानलाई अझै युद्ध स्तरमा पुर्याउन कटिबद्ध हुनुहुन्छ। जीवनका धेरै घुम्ती अझै पनि बाँकी नै छन्। आशा गरौँ उहाँले राष्ट्रलाई र राष्ट्रले उहाँलाई सधैँ सम्झिरहनेछ।